मानम तपाईलाई उदाहरणको लागि हैन उदाहरणको लागि कसैले तपाईलाई हामी बुढाबुढी एकदम यस्तो चौतारा बसे एकदम मिल्या देखिया छन् अब यो भिडियो जान्छ जताततै जान्छ सुन्नु न यो अनि अरूले चाहिँ हामी मिलेको देखेर हामी बुढाबुढीमा दुश्मनी बढाउनको लागि हैन हामीले अलिअलि अब बुढेसकाल भयो नि कमाउन सकौँला हैन अब सबै कुरो सञ्जालमा भिडियो दौडेपछि त अलिअलि सञ्जालबाट नि माया पाइन्छ हैन अनि कमाउन थालौँला कसैले रिस राग गरेर तपाईलाई उचाल्ने पछार्ने गर्लान् जुदाउने बजाउने गर्लान् त्यसमा तपाईँ कतिको विश्वास मान्नुहुन्छ त त्यसो गरे उचालिनु भएन नि त बुढी अर्काले उचाल्यो भने उचालेको बिरुवा मार्छ र विश्वास कसरी गर्नु मैले भन्न खोजेको तेरो बुढी अर्कोसँग लागेछ भन्नु नि त्यसमा के भन्नुहुन्छ तपाईले तपाईमा विश्वास कतिको लाग्छ आफ्नो आँखाले देख्नु पर्यो नि अनि त्यो मात्रै हो त्यति अनि अर्काले उचाल्यो भने दौडिने कुकुरले चाहिँ मासु जता भने त्यसले दौडेपछि के अर्थ है मानम न मैले भनिन अब तेरो बुढी यस्ती उस्ती भनेर हामीहरूको बुढाबुढीको सम्बन्ध बिगार्न पनि उचाल्लान् पछार्लान् त्यसमा चाहिँ श्रीमान कस्तो हुनु पर्यो श्रीमती कस्तो हुनु पर्यो मलाई नि बिगार्लान् तेरो बुढो फलानीसँग लागे है भन्लान् अब तपाईँलाई नि तेरो बुढी फलानीसँग लागे है भन्लान् त्यसमा चाहिँ हाम्रो विश्वास चाहिँ कस्तो हुनु पर्यो लोग्ने स्वास्नीमा विश्वास चाहिँ कस्तो हुनु पर्यो परालको आगो बलिरहेको थियो सुस्स जाने शिष्य जाने बुढाबुढीको झगडा परालको आगो ठ्याक्का ठुक्का भए पनि आफ्नो बुढाबुढीको कुरो आफ्नो एकै ठाउँ हुनु पर्यो बुढाबुढीको कुरा एकै ठाउँमा हुनु पर्यो अनि तपाईँले मानव न त्यस्तो कसैले आरोप लगायो भने तपाईँले के सोच्नु पर्यो त आँखाले देख्नु पर्यो नि भने भएर हुन्छ त्यो चाहिँ होइन म चाहिँ यसो भन्छु कसैले मलाई सुनाए पनि मेरो बुढाले 17वटा स्वास्नी लिएर हिँडेन भने म चाहिँ पत्याउँदिनँ किन मेरो बुढो कस्तो खान त मलाई थाहा छ नि त मैले चाहिँ मैले भनिनँ तेरो बुढौनीले 17वटा केटी लिएर हिँडेको छ फलानु ठाउँमा भेटे प्रत्यक्ष रूपमा भनेर अहिले त दुनियाँ अहिले आछ नि त के अरे त्यो उबाट बनाउने क्या एआईबाट जे नि बन्छ हो त्यस्तो भिडियो तपाईँलाई देखायो भने तपाईँ रियल पतार भोलि मलाई निकाल्नु पर्ने अवस्था आउला अनि त्यस्तोमा तपाईँ के भन्नुहुन्छ बाह्र हातको डोरी गाँठो बाँध्ने कुरो एउटै एक हातको डोरी गाँठो बाँध्ने कुरो एउटै कुरो हो जति जसले जे भने आफ्नो आँखाले नदेखेपछि यस्ता कुराहरू पछि लाग्न हुँदैन बुढी म चाहिँ के भन्छु भने मैले देख्न भन्दा मात्रै भएन देख्न भन्दा नि आफ्नो विश्वास आफ्नो बुढो कस्तो छन् मलाई थाहा छ हैन मेरो बुढो कस्तो छ मलाई त थाहा छ म चाहिँ कहिले पनि मेरो बुढोमा अविश्वास मलाई 17 वर्षमा बिहा गरेर लिएर आउनु भयो म चाहिँ मेरो बुढोमा पुरा विश्वास गर्छु म चाहिँ विश्वास गर्छु तपाईँ यस्तो कुरा मैले चाहिँ नि मलाई नि विश्वास अरे एक कुरो गरे बाह्र हातको डोरी गाँठो बाँध्ने कुरो एउटै एक हातको डोरी गाँठो बाँध्ने कुरो एउटै आफ्नो आँखाले घर स्वर्ग बन्न लोग्ने स्वास्नी स्वर्ग बन्न के हुनु पर्यो घर स्वर्ग बन्नको लागि एक हुनु पर्यो अर्काको कुरो सुन्नु भएन अरूले उचाल्दा उचालिनु भएन नन्दा आमाजुले उचाल्न खोल्लान् भाउजूबारीले उचाल्न खोल्लान् दाजुभाइले उचाल्न खोल्लान् छरछिमेकीले उचाल्न खोल्लान् हैन घर तहस नहस बनाइदिन खोज्लान् त्यो हुन भएन लोग्ने र स्वास्नीको विश्वास भएपछि कसैले हेला गर्दा कसैले हेला फोगर गरे पनि हेला भइदैन बुढाबुढी मिलेपछि कसैले हेप्न चेप्न सक्दैन के गर्नु पर्यो बुढाबुढी चस गर्नु पर्यो के चस एकमेट हुनु पर्यो अर्का कुरा सुन्नु भएन बुझ्नु भयो नि यदि तपाईँले नि अर्का कुरा सुन्नु भने मैले नि अर्को कुरा सुन्ने भने छरछरीको नि मन भाडिन्छ छरछरी नि टेन्सनमा हुन्छन् एकदम दिमाग उसमा हुन्छ त्यही भएर बुढाबुढी मिलेपछि छरछरीलाई एकदम तनाव दिन नि भएन हामीले तनाव दिनु भने यसरी नै चौतारोमा यसरी नै मिलेर यसरी नै अँगालो मारेर भिडियो बनाउनु पर्यो हो कि होइन चस थाक्नु भएको पानी खानु अलिकति थोरै